यो चाहिँ कोला आमाले रेम्बीजुङबाट कोलामा बेतायो नि म रेम्बीजुङ भनेको सुत्केरी बेदामा जब चाहिँ बच्चा पाउन लाग्दाखेरि चाहिँ त्यो सुत्केरीले चाहिँ उठाउनु भएको ढुङ्गा जुन बेला बच्चा पाउन लाग्यो नि त्यही बेला चाहिँ नि उठाएको ढुङ्गा यो हो। त्यही बेला सुत्केरीले उठाइराखेको ढुङ्गा चाहिँ यो हो। यति समय चाहिँ उठाइराखेको छ हैन। यो ढुङ्गा धादिङ र यतापट्टि धादिङ यतापट्टि नुवाकोट यो डाँडा सिमाना है। यो डाँडा सिमानामा पर्छ, धादिङ र नुवाकोट सिमानामा पर्छ, ठ्याक्कै डाँडामा छ। यो ढुङ्गाले चाहिँ नि यो ढुङ्गा बाटोबाट हामी चाहिँ धादिङ र नुवाकोट सिमाना छुट्याउँछ। अनि त्यसपछि तपाईँ चाहिँ हेर्दै गर्नुहुन्छ हैन, त्यहाँ जुन अहिले म तानेर ल्याउँछु जुन तानेर यहाँ चाहिँ ढुङ्गा खोपेर मूर्ति बनाइरहनु भएको छ। के को मूर्ति बनाइरहनु भएको छ त्यो मलाई चाहिँ थाहा भएन। माथिको त्यो डाँडाको चाहिँ जम्बालाको मूर्ति हो हैन। त्यहाँ नि म जानेछु, तपाईँलाई म देखाउछु त्यहाँ गएर। यो भित्तामा साथीहरूले खोप्दै हुनुहुन्छ हैन, राम्रोसँग देखिँदैन तर त्यहाँ अब जान सकिन्छ सकिँदैन हैन। त्यहाँ हेर्नलाई तैपनि म त्यहाँ जाने प्रयास गर्छु है। यसमाथि जम्बालाको मूर्ति हो, त्यहाँसम्म हेर्न जाउँ। यो त भत्काइदिएछ त, ओहो यार यसरी भत्काउन नहुने थियो है। यो खिया लागेर भत्केको त, खिया लागेर त यसरी त भत्किनु नपर्ने हो है। लगाएर कति पैसा हालेर जाने योजनामा कति पैसाको योजना यो बनाएको थियो, यो भत्काइहाल्छ यो जाली। फेरि यसपालि मर्मत गर्नुपर्ने हो। यो वाका राखेको फुटबल मैदान हो है। हरेक नयाँ वर्षमा यहाँ महोत्सव हुन्छ, वाका महोत्सव। यहाँ फुटबल प्रतियोगिता हुन्छ। मेगाङ गाउँपालिका र यो नेत्रावती डपचङ गाउँपालिकाको बिचमा पर्छ, धादिङ र नुवाकोटको बिचमा पर्छ। यो सेन्टरमा पर्छ। यसैले यहाँ चाहिँ महोत्सव हुन्छ नयाँ सालमा। तपाईँहरू नछुट्नु होला नयाँ सालमा महोत्सव हेर्न।